हेलो एभ्रिवान। हामी फर्स्ट क्लासमा 8 पढिसक्यौँ। त्यसपछि सेकेन्ड क्लासमा हामीले सबट्र्याक्ट पनि हेरेको थियौँ। अब सबट्र्याक्टको एउटा दुईवटा म अझै तपाईँहरूलाई राम्ररी भनिदिइरहेछौँ, किनभने हिजोबिजी भएर अलिकति छिटै छोड्नु पऱ्यो त्यो क्लास। सबट्र्याक्ट के हो? घटाउने केहीबाट केही घटाउनेलाई सबट्र्याक्ट भन्छ। अब हामी 2 डिजिटसम्म हिजो गरिसक्यौँ, अझ 3 डिजिटको गरौँ। 5 4 3 1 2 1। अब यसलाई घटाउनु पऱ्यो। अब 3 बाट 1 घटाएपछि 2 हुन्छ, 3 बाट 1 घटाएपछि 2 हुन्छ होइन। 4 बाट 2 घटाएपछि 2 हुन्छ, 5 बाट 1 घटाएपछि 4 हुन्छ। यो सिम्पली हामीले यसरी सिकेका थियौँ हिजो, जस्तै 1 2 3 4 5 1 2 3 4 1 2 3 1 1 2 1 2 1 मात्र छ। यो क्वेसनको लागि म गरेँ। अब हेर्नु, यो 1 1 गयो होइन, 1 2 छ, दुईवटा 2 गयो, एउटा छ एउटा गयो। अब यसमा कति बच्यो हेर्नु त, दुईवटा यहाँ बच्यो होइन, दुईवटा यहाँ बच्यो, 1 2 3 4वटा, 4वटा यहाँ बच्यो। यसलाई सबट्र्याक्ट भन्छ। यस्तो सबट्र्याक्ट हुन्छ। एउटा अझै गरेर हेरौँ हामी। 5 4 3 2 2 1। 3 बाट 1 गयो भने 2, 4 बाट 2 गयो भने 2, 5 बाट 2 गयो भने 3। यसैलाई भन्छ सबट्र्याक्ट। अब आज हामी मल्टिप्लाईमा जाऊँ। मल्टिप्लाई भनेको गुणा गर्नु। गुणा मतलब जस्तै हामीलाई 2 रुपियाँ दिएको छ, यसलाई 2 ले गुणा गरेपछि 2 2 जा 4। हामीले मल्टिप्लिकेसन टेबल पढेको होला, मल्टिप्लाई टेबल हामीले पढेछौँ। यसरी हामीलाई हुन्छ नि, 2 × 1 जा 2, 2 2 जा 4, 2 3 जा 6, 2 × 4 जा 8, 2 5 जा 10। यस्तै हो। यो सिङ्गल डिजिटको हाम्रो सिङ्गल डिजिट यस्तो हुन्छ। सिङ्गल डिजिटमा हाम्रो के हुन्छ, 5 × 2। अब यसरी हेर्नु, 5 × 2, 5 लाई दुईचोटि मल्टिप्लाई गर्नेलाई भन्छ त्यही मल्टिप्लिकेसन। अब 5 × 2 यहाँ छ नि, 5 2 जा 10, 5 1 जा 5, 5 2 जा 10। हामीले यो टेबलमा पढेको यसरी, 5 1 जा 5, 5 × 2 जा 10। यही हामीले लेख्नु छ। जस्तै हामीलाई हुन्छ 3 × 5। अब हामीलाई यो 5 लाई 3 तीनचोटि मल्टिप्लाई भन्छ। 5 1 जा 5, 5 2 जा 10, 5 × 3 जा 15। यसैलाई भन्छ मल्टिप्लिकेसन टेबल। अब 2 डिजिटको हेरौँ। 2 डिजिट भनेको दुईवटा नम्बर, 1 0 × 2। अब यसलाई कसरी गर्ने, 2 0 जा, यसलाई 2 ले यसरी हेर्नु, यसलाई 2 ले यसलाई मल्टिप्लाई गर्ने, पहिला 0 लाई 2 0 जा 0। अब 2 ले यसलाई गर्ने, 2 1 जा 2, यही भयो। अब फेरि हेरौँ एउटा अर्को, 3 5 5 हो यो, अनि यो 4। यसरी हुन्छ। यसलाई कसरी गर्ने, अब 4 ले 5 लाई गर्ने एकचोटि, अनि 4 ले 3 लाई गर्ने। 5 4 जा 20 को 0, क्यारी 2, 4 3 जा 12 13 14। यस्तै हो मल्टिप्लिकेसन। अब 3 डिजिटको हेरौँ। 3 डिजिट हेरौँ। अब 3 डिजिट भनेको के हो, 1 3 5 4 5 हो। यसरी हेरौँ माथिको। अब यो 5, यसलाई 5 मान्नु, 5 ल, 5 5 जा 25, 25 को 5 क्यारी 2, 5 3 जा 15। कसरी हो 5 3 जा, अब हेर्नु यसरी, 5 3 जा 15 यहाँ छ नि, 5 3 जा एकचोटि 5 ले यसलाई मल्टिप्लाई गर्नु, यसलाई गर्नु, अनि यसलाई गर्नु। 5 ले 5 लाई गर्ने, 5 ले 3 लाई गर्ने, 5 ले 1 लाई गर्ने। अब 4 को काममा 4 ले नि पनि पहिला 5 लाई गर्ने, त्यसपछि 3 लाई गर्ने, त्यसपछि 1 लाई गर्ने। 4 ले 5 लाई गर्ने, 4 ले 3 लाई गर्ने, 4 ले 1 लाई गर्ने। अनि अब हेर्नु, 5 5 जा 25 को 5 क्यारी 2। अब 5 ले 3 लाई गर्ने, 5 3 जा 15 16 17, 17 को 7 क्यारी 1, 5 1 जा 5, अनि क्यारी 1 6 भयो। ठिक छ। अब 4 को काम है, 4 ले हामीले के गर्ने, पहिला 5 लाई गर्ने, त्यसपछि 4 ले 3 लाई गर्ने, 4 ले 1 लाई गर्ने। अब 4 1 जा यसरी लेख्नु न, 4 × 1 4, 4 × 2 8, 4 × 3 12, 4 × 4 16, 4 × 5 20। यो आफ्नो बच्चाहरूलाई सबभन्दा पहिला यो टेबल याद गराउनु, 20सम्म याद भयो भने धेरै इजी हुन्छ मल्टिप्लिकेसन गर्न, धेरै। अब 4 × 5 गर्नु, 4 5 जा 20, 20 को 0। एउटा यहाँ बक्स खाली छोडिदिने, मल्टिप्लिकेसनको रुलै हो। एउटा बक्स खाली छोडेर
कटिस लेख्नु या खाली छोडिदिनु 5 4 जा 20 को 0 क्यारी 2 अब यहाँ आउँछ योसँग मल्टिप्लाई गर्ने अनि क्यारी यसकोमा लेख्ने 5 4 जा 20 को 0 क्यारी 2 4 3 जा 12 13 14 14 को 4 क्यारी 1 4 हुन्छ 4 1 5 अब मल्टिप्लाई गरिसकेपछि अब यसले एड गर्ने अब एड आइसकेपछि एड हामीले अर्को क्लासमा पढेको थियो एड के गर्ने अब हेर्नुलाई 5 + 0 5 7 + 0 7 6 + 4 10 को 0 क्यारी 1 5 1 6 एउटा अझै गर बुझ्नुभयो एउटा हेर म चाहिँ 3 2 5 1 4 हेर्नु 5 4 जा 20 को 0 क्यारी 2 4 2 जा 8 4 2 जा 8 2 10 10 को 0 क्यारी 1 4 3 जा 12 1 13 13 को 13 किनभने यसको पछाडि नम्बर छैन त्यसैले फुल टेक योहरूको अगाडि नम्बर हुन्छ नि त्यसैले क्यारी जान्छ बुझ्नुभयो अब 4 ले एलाइ गरे 4 ले एलाइ गरे 4 ले एलाइ गरे अब 1 ले 4 5 लाई गर्ने 1 ले 2 लाई गर्ने मल्टिप्लाई 1 ले 3 लाई गर्ने बुझ्नुभयो अब एउटा नम्बर खाली छोड्नु भने त्यो खाली छोड्दिने 5 1 जा 5 1 2 जा 2 1 3 जा 3 अब यसलाई एड गरिदिने 0 को 0 5 + 0 5 3 + 2 5 3 + 1 4 एउटा लास्ट क्वेसन अब हामी गरौँ 3 डिजिट को हुन्छ 5 5 5 2 2 2 अब के गर्नेमा यो 5 ले यसलाई गर्ने यो 2 ले 5 लाई गर्ने यो 2 ले 5 लाई योलाई गर्ने त्यसपछि यसलाई गर्ने त्यसपछि यो 2 ले यसलाई गर्ने यो 2 ले यसलाई गर्ने यो सरी यो 2 ले यसलाई गर्ने यो 2 ले यसलाई गर्ने यो 2 ले यसलाई गर्ने अब यो 2 को पाली सक्यो त्यसपछि यो 2 को पाली यसलाई गर्ने यसलाई गर्ने यसलाई गर्ने यो 2 को पनि सक्यो त्यसपछि यो 2 ले यसलाई गर्ने यो 2 ले यसलाई गर्ने यो 2 ले यसलाई गर्ने हेर्नु अब म भन्छु तपाईलाई 2 5 जा 10 क्यारी 1 2 5 जा 10 1 11 11 को 1 क्यारी 1 2 5 जा 10 1 11 यो 2 को सक्यो एकचोटि रिचेक गरौँ 2 5 जा 10 को 0 क्यारी 1 2 5 जा 10 1 11 को 1 क्यारी यहाँ आउँछ हैन 2 5 जा 10 1 11 ठीक छ अब यो गर्नु 2 5 जा 10 10 को 0 क्यारी 1 2 5 जा 10 1 11 को 1 क्यारी 1 2 5 जा 10 1 11 ठीक छ अब यो पनि 2 यो सेमै आउँछ 2 5 जा 10 को 0 सबै लाइनमा हामीले के गर्नुपर्छ एउटा एउटा छोड्नुपर्छ यो रुलै हो यसरी बुझ्नुभयो 2 5 जा 10 को 0 क्यारी 1 2 5 जा 10 1 11 11 को 1 अनि क्यारी 1 यहाँ पनि आउँछ 2 5 जा 10 1 11 अब यसलाई एड गरिदिने 8 0 को 0 1 को 1 1 1 2 1 2 3 1 1 2 1 हस् त आजको मल्टिप्लिकेसन सक्यो राहुल सुडी च्यानललाई सब्स्क्राइब गर्दै राख्नु होला यस्तै नेक्स्ट भिडियोहरू अर्कोमा हामी डिभाइड नै सिकाउँछौँ हस् त आजको लागि बाई